हेलो गाइस, हाम्रो चाहिँ बन्ना काट्ने सुरु भइसकेको छ। आज चाहिँ हामीहरू आमा छोरी भएर बन्ना काट्न आएको छौँ। म चाहिँ यहाँनिर काटिरहेको छु। मेरो छोरीले फेरि ऊ पर एकदम रहर गरेर म काट्छु त मम्मी काट्छु भनेको भने गऱ्यो। ऊ काटिरहेको छ, फेरि उसले देखाइरहेको छ। फेरि यता ऊ डोकोमा पनि हालिसक्यो। यस्तै छ गाइस, बन्दा पनि कोही सानो छ कोही ठुलो छ। बन्दाको पात फेरि किराले खाएर केही छैन साथीहरू, गाह्रो छ। बन्दालाई यतिको बनाउन पनि कति धेरै मेहनत लाग्यो, हजुरहरूले देखिरहनु भएकै छ। सानोदेखि ठुलो बनाउनलाई 2-3 पटक गोडिरहनु पर्छ, त्यसपछि पो यतिको हुन्छ त गाइस। अब यसलाई फेरि घर लगेर फेरि भोलि बिहानै 3 बजे उठेर खलङ्गा लगेर बेच्नुपर्छ, तब पो फेरि पैसा आउँछ हातमा। नत्र त यस्तो त गाह्रै छ साथीहरू। पैसा कमाउन त्यति सजिलो कहाँ छ र। वरपर फेरि कुहिरोले ढकमक्क ढाकेर केही छैन साथीहरू, साउनको महिना। ओके गाइस, बन्दाको डोको पनि भरिसक्यो, मैले बाँध्दैछु। अब चाहिँ यसलाई घर लग्नुपर्छ, त्यसपछि फेरि भोलि बिहान खलङ्गा लगेर बेच्ने। मेरो छोरीले फेरि ढिगल्दैछ।